हेलो वेलकम ब्याक टु माई च्यानल एन्ड सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु। आजको भ्लग चाहिँ मैले किचनबाट बिहान सुरु गरिरहेको छु। फ्रेस पनि भएको छैन, मैले मुख पनि धुएको छैन अनि यतिकै ल आज ऱ्यान्डमली भ्लग बनाइदिउँ न भनेर सोचेर हो। आज चाहिँ मेरो छुट्टी हो साथीहरू, त्यही भएर म चाहिँ बिहान उठेर पहिला खानासाना रेडी गरेर अनि फ्रेस हुन्छु, त्यसपछि खाना खानुपर्ने हुन्छ। बाहिर चाहिँ यहाँ यति धेरै घाम लागिरहेछ कि ओ माई गुडनेस, लास्टै घाम लागिरहेछ। हावा भने केही पनि छैन अनि म चाहिँ यहाँनिर खाना बनाउँदैछु। भइसकेको छ, अहिले ग्रेभी बनाउनु पर्ने हुन्छ। ग्रेभीको लागि यति बनाइसक्यो, अब चाहिँ फ्रेस हुन जानुपर्ने हुन्छ साथीहरू। मेरो भिडियो चाहिँ जहिले के हुन्छ भने चाहिँ कन्टिन्यू गर्छु भन्यो, खालि के हुन्छ ह्या गर्दिनँ भन्यो, फेरि यत्तिकै जोस जागरै हराइहाल्छ क्या। अनि आज चाहिँ ल छुट्टीको बेलामा चाहिँ अब कति अब भइरहेको हुन्छ नि त अब फ्री टाइम, अनि ल बनाइदिउँ न यसो होइन, आफूले के गरेको कुराहरू पछि मेमोरी पनि हुन्छ, आफ्नो टाइम पास पनि हुन्छ भनेर सोच्यो। गर्दा गर्दै बिर्सिहाल्दो रहेछ क्या, अनि फेरि फोन कहाँ हुन्छ फोन खोज्यो अनि ल गर्नुपर्छ है भन्ने फेरि हुन्छ, फेरि हराइहाल्छ क्या, यस्तै छ। अनि आजको दिन चाहिँ म अल्छी नगरिकन भिडियो गर्ने कोसिस गर्नेछु। आज मेरो काम पनि छैन खासै, अनि भरे बेलुका चाहिँ मेरो एकछिन काम छ, काममा जानुपर्ने हुन्छ। अनि आज चाहिँ म यसो के हुन्छ सबै भिडियोहरू गरेर म तपाईँहरूलाई देखाउनेछु, मेरो युट्युबमा हाल्नेछु। अब हेर्न त त्यस्तो धेरै मेरो हुनुहुन्न सब्सक्राइबर, त्यही पनि मैले केही देखाएको छैन। आँखै दुख्यो छ, कपडा उठाउन आएको यस्तो घाम लाग्छ कि फेरि मलाई त घामदेखि त लास्टै एलर्जी नै हुन्छ हो। छ्या केही गर्नै सक्दिनँ पो हो घाम भयो भने त। हेर्न यहाँ कपडा उठाउन पनि नसकेको, यस्तो आँखा पोलिरहेछ कि यसरी पनि खै कसै गरी खाइन्छ र होला हौ। यहीँ कपडा पत्याएर जाम भनेको त अब भित्र लगेर गर्नु पर्ला, लास्टै घाम। आजको भिडियो चाहिँ अब म कन्टिन्यू गर्ने कोसिस गर्छु गाइजहरू होइन। आजको दिनभरि के हुन्छ नि यसो क्याप्चर गरेर हाल्नेछु, सबैजनाले साथ सपोर्ट गर्नु होला अनि हेरिदिनु होला। अब भ्युअर्स त धेरै हुनु न, त्यही पनि अब को नयाँ झुक्केर आउनुभयो भने चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला है त साथीहरू। यस्तै छ मेरो घरको हालत। हाई फाइनली म चाहिँ फ्रेस भएर नि आइसक्यो, अब चाहिँ खाना खानुपर्ने हुन्छ साथीहरू। भोक पनि लागिसक्यो, बिहानको 12 बजिसकेको छ। फ्रेस भएर भर्खरै भ्याइयो, अब खाना खानुपर्छ। मेरो खानाहरू चाहिँ फाइनली रेडी भइसकेको छ। यहाँ चाहिँ फिस करी अनि यहाँनिर अन्डर फ्राई खाना। बाहिर घाममा एकछिन बस्नु पर्ला हो, तर म त आँखै देख्दिनँ घाममा बस्यो भने। घाम चाहिँ तर फेरि मिठो लागिरहेछ। फाइनली खाना रेडी भइसकेको छ, अब खाना खानुपर्ने हुन्छ। हामी चाहिँ दुईजना छौँ, आज दुईजनाको छुट्टी हो। मसँग यहाँनिर माया पनि छ, हामी दुईजना खाना खानेछौँ। हेलो भनिदेऊ। हेलो, हामी खाना खाना रेडी भइसक्यौँ। भोक कतिको लागिरहेछ त? यहाँ अब मस्तै खान्छ होला। अब खाने हो, ड्याङ्क लगाएर खाना चाहिँ फेरि सानो सानो डल्ला छ है। ल सुरु गरौँ है। हरियो खोर्सानी खाने भयो, यो पिरोसँग ल भयो यति, अहिले हाल्दै खाने। खाना सुरु गरे ल, धन्यवाद धेरै धेरै। खाए ल। अब हामी चाहिँ खाना खान्छौँ।
नुन चाहिँ कस्तो भयो खरा भयो जस्तो लागिरहेको मिठो मिठो दामी यम्मी खरा भएको छ छैन मसरुम र आलु हो मिठो भयो मैले हिजो ढेँडो खाएको यही तरकारीसँग एकै ढेर बनाएर खायो च्याख खाएको नबनाउनु टमाटर बेसी भएर अलिक अमिलो भएछ ग्रेभी हुन भने टमाटर बेसी हाल्यो रातमा पनि हाम्रो माया मिठो खानालाई होइन पार्क भन्दा पनि उतै हो भनेपछि त उताको स्टेसन नजिकै हो भने त्यहाँ गएको कस्तो घाममा घरमा मात्र घाममा हावा चलेछ र बाहिर हिँड्दा मात्र पार्कमा त यस्तो शीतल छ झन् आउनै मन लाग्दैन त्यहाँ गएपछि म झन् उठेर जाने भनेको हेर न आज निन्द्रा घुरघुर गरेर अहिले चाहिँ सुनसान छ है गर्मीको बेला चाहिँ उनीहरू नि बस्यो होला खाना ए उता काम गर्नेहरू अहिले अब बिहान काम गर्ने हो नि त यिनीहरू खासमा खान्छु सबै खासो त्यहाँ जुस त खानु है अहिले जुस खाइन होला हौ खानु न किन यत्रो धेरै छोड्नु फेरि खाएँ थिएँ मैले त्यो 3-4 पिस त खाऊ न फाइनली खाना खाइयो मुख पनि छुटेको रहेछ खाना खाना भ्याइयो साथीहरू अब चाहिँ हामी एकछिन रेस्ट गर्नुपर्ने हुन्छ अनि म पनि यहाँबाट लिस्बन जानुपर्ने छ ल राम्रोसँग भाडामासँग होला साथी धेरै धेरै अब भात खाइदियोस् नादा ओके म चाहिँ फाइनली अब रेडी भइसकेको छु म चाहिँ लिस्बन जान लागेको यो कपाललाई के गर्ने होला गाइस यस्तो ड्राई छ कि छोडौँ भने गर्मी चाहिँ यस्तो गर्मी पनि फेरि उत्तिकै छ नि त अनि छोडेर हिँड्नलाई झ्याउ लाग्छ अहिले सबक्क बाँध्यो भने त चलाउनु पनि पर्दैन गर्मी पनि हुँदैन आजभोलि चाहिँ मलाई चाहिँ यस्तै हेयरस्टाइलले मलाई चाहिँ सजिलो लाग्छ क्या चुपुक्क बाँध्यो हिँड्यो आनन्द दिनभरिलाई त्यस्तो ओभर त देखाएको छैन होला नि गाइस कपडाले गर्मीको सिजन छ होइन हल्का बुझ्नुहुन्छ यतिको त नर्मल त
गर्नु छ कि लास्ट त्यही भएर हल्का कम्ब्याक पाउडर लगाइदिने हो। भइसक्यो। अब म निस्किनु पर्ने हुन्छ। घाम यति छ कि मलाई चाहिँ फेरि जानै पर्ने भएर हो, नत्र म बेलुकातिर एकैचोटि डाइरेक्ट काममा जान्थेँ। तर म आज चाँडै जानुपर्ने हुन्छ। रुममा बसेर पनि फेरि झ्याउ जे गर्दा पनि नहुने क्या मान्छेलाई। टडाङ टडाङ अब निस्केको अवस्थामा चाहिँ बाहिर घाम कति साह्रो चर्केको। टाइम पनि नहेरी पो हिँड्यो हौ। ट्रेन कति बजी थियो कुन हेर्न पनि पाइनँ। अब ट्रेन हेरेर झर्नु पर्ला। तर टाढा चाहिँ छैन यहाँबाट। ओह गर्मी यति छ। यो चाहिँ मेरो सामान हो। त्यो साथीको लगेज पुऱ्याइदिनु पर्ने। आमामा घाम त यति साह्रो छैन हौ बाहिर। म त निस्केकै गाइस लिजबन गयो। ओहो घाम यति साह्रो छैन। 5-7 मिनट मात्र हो ट्रेन स्टेसन पुग्नलाई चाहिँ। म चाहिँ लागिसकेको छु गाइस। यहाँ चाहिँ घर बनाइरहेछ क्या। बिहान बिहान सुत्न यति डिस्टर्ब गर्दैन हौ। बिहान 7:30-8 बजीदेखि डुङ 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 गरेर के गर्नु, यिनीहरूको पनि काम गर्नै पर्यो। यस्तै छ जिन्दगी, पोर्चुगलको लाइफ यस्तै छ गाइस। गाह्रो छ। छुट्टीमा पनि रेस्ट भन्ने कुरा छैन। के गर्नु, काम गर्नै पर्यो। म चाहिँ फेरि यत्तिकै हावामा के अरे डुल्न हिँड्यो भन्नु सोच्नु होला, त्यस्तो त होइन। काम विशेषले नै हिँड्नुपर्ने हुन्छ। फाइनली ट्रेन पनि आइसक्यो। अब चाहिँ कति धेरै ब्याग छ क्या हो। साथीहरू म चाहिँ फाइनली लिजबन आइसकेँ। यताको एउटा स्टेसन बिग्रेको छ नि त, त्यही भएर अहिले चाहिँ म यो ट्रेनबाट आएको। यो चाहिँ के भन्छ, के लाइन पो भन्छ यो, ट्रेन पनि होइन यो त। यहाँको चलफल चाहिँ यस्तो छ। यो चाहिँ लिजबनको मेन सिटी रोसियो भनौँ। यहाँ चाहिँ एकदमै बिजी एरिया हो नि त। म बस्ने ठाउँ चाहिँ उता चाहिँ त्यस्तो धेरै क्राउड हुँदैन। एकदम पिस आनन्द छ बस्नको लागि चाहिँ। अनि घुमफिर गर्नको लागि चाहिँ यहाँ हो रमाइलो भनेको। लास्ट चाहिँ बिजी हुन्छ यहाँ चाहिँ। यो चाहिँ रोसियो। म चाहिँ धेरै समयपछि यहाँ आएको छु। पहिले चाहिँ अब यतै बसेर काम गर्थ्यो यही वरिपरि प्राय दिनकै जस्तो भनौँ न। यस्तो राम्रो छ तर घाम लास्टै लागिरहेछ मलाई त। क्या त्यो पुरै घामले डढेर यस्तो देखिरह होला क्या। यता हेऱ्यो भने घाम, यता हेऱ्यो भने उज्यालो पर्छ। तिमी नै हो मेरो जीवनको। अब चाहिँ मेट्रो स्टेसनमा झरिसकेँ म। यहाँबाट चाहिँ धेरै छैन, 5-10 मिनट लाग्छ घर पुग्नलाई। अनि जानुपर्ने हुन्छ। घर गएर रेस्ट गर्छु। लास्टै गर्मी छ। यहाँ चटपटी पाउनु थियो तर म खानमै जान्छु। खाना खाएर हिँडेको घटे पनि छैन। मेट्रो बस कता होला। पनि म चाहिँ फेरि काममा निस्केको साथीहरू।
दिउँसो घाम तापतिर आएर घरमा भुस भएर अब भर्खरै फेरि कामतिर लाग्यो। अब 2 घन्टापछि फेरि ब्याक टु होम। यस्तै छ। अघि चाहिँ के कस्तो भिडियो बनाउँछु भनेर झन् जोस जागर लगाइरहेको घामले त सलक सुलुक्कै अल्छी पारिदिने क्या छ्याउ लाग्ने। अब चाहिँ निस्केको के गर्नु, काममा पनि जाँदै हुँदैन। यस्तै छ। अहिले चाहिँ बल्ल हल्का शीतल लागिरहेछ मलाई चाहिँ। म चाहिँ भर्खरै घरबाट निस्केको। अब मैले काम गर्ने ठाउँमा चाहिँ हिँडेर त्यस्तै कति 20 मिनट जति लाग्छ। अनि म चाहिँ घरबाट हिँड्दै जाँदैछु। हुन त मेट्रो नि जान्छ, मेट्रोमा नजाने हो, हिँडेरै जान्छु। यहाँको वेदर चाहिँ फेरि यस्तै छ। आज खोइ यहाँनिर पोर्चुगलमा सूर्यग्रहण लाग्छ भन्थ्यो। यहाँ त केही लागेन, केही भएन। सूर्यलाई आँखाले डाइरेक्ट देख्न सक्दैन। चस्मा लगाएर देख्नु हेर्नु पर्छ भन्थ्यो। चस्मा लगाएको केही न केही छैन त। हुन त उता कता ब्रागा सिटी हो कि कता चाहिँ भन्दै थियो। अनि हामी त यतै हो नि त लिजबनमा, त्यही भएर पनि होला। ठिकै छ, यस्तो राम्रो छ सिटी। दामी देखिरहेछ अगाडि है गाइस, दामी दामी। यता पछाडि पनि हेरिदिउँ न त होइन। यस्तै छ। म चाहिँ टुक्कु एक्लै हिँडेर जाँदैछु। अनि अहिले चाहिँ अलिक सुनसान रहेछ क्या, त्यही भएर अलिकति बोल्न आँटाको नभए त कहाँ हाई गाइस हेलो भन्ने आँटे आउँदैन नि हो त्यति साह्रो। तेरिकन के भएको हो यस्तो बोल्नलाई पनि होइन, कन्फिडेन्ट लेभल के भएको, कहाँ हराएको के गाइस। यहाँ नगाडीको यो बिल्डिङ कस्तो दामी देख्यो क्या। माथि कस्तो लाइट आइरहेछ हौ सूर्यग्रहणको। लाग्यो क्या हो ग्रहण, त्यस्तै देखिरहेछ त। ग्रहण लागेर ग्रहण हेर्नु होइन। घाम लागिरहेको थियो। हेर्नु नसक्ने घाम लागिरहेछ। म पनि के मान्छेहरू यति हेरिरहेछ कि यहाँ चाहिँ हल्का पर्दो रहेछ कि। यहाँ हेर न यस्तो छ अनि उता चाहिँ फेरि धेरै